देखिन्छ होइन यो ब्याक क्यामेरा चाहिँ राम्रो छ नि त त्यही कारणले गर्दाखेरि हो कि यो अन्त अब हामी नेक्स्ट मन्थ जुलाईमा हामी घुम्नु जाँदैछौँ डेट हामी पछाडि फिक्स गर्छौँ हाम्रो सिनियर दाजु यता हाम्रो प्रेसिडेन्टज्यू म चाहिँ बिचको पर्ने रहेछु हो यो पालि पनि काहीँले पर्ने रहेछु त्यो टुरमा पनि मेरो चाहिँ बुद्ध अनि त्यहाँदेखि चाहिँ एकजना थपिँदैछ टाँसी अहिले फिल इन द ब्ल्याङ्क्स छ त्यो चाहिँ र अब हामी कता कता जाने भनेर चाहिँ गुगल 3D म्यापमा हामी देखाउँदैछौँ होइन यति दामी रहेछ कि त्यो जग्गाहरू चाहिँ अहिले जाउँ जस्तो लाग्यो त्यो के खोला अरे त्यो के खोला अरे दाजु खिम्ती खोला तामाकोसी त्यहाँ त्यसको छेउमा भएको त्यो जुन जग्गाहरू छ नि अनि अब के भन्नु पावर हाउसदेखि लिएर गएर हामी त सबै थोक हेरिसक्यौँ अब बस्ने कहाँ कतापट्टि वसरुम जाने होइन यो ट्रिप चाहिँ कस्तो ट्रिप होला दाजु यो चाहिँ अब हाम्रो होइन यो त एजुकेसनल प्रकारको यो त अब हामीले रिसर्च गर्ने हो अब टुरिज्मलाई कसरी त्योसँग पनि जोड्न सकिन्छ कि बा किनभने अब हामी खाली भएको समयमा भनेर चाहिँ किनभने हामी नै पुग्नुपर्छ भन्ने छैन नि त अहिलेको मितिमा टुरिज्ममा होइन हामी लगेर काँकरभिट्टा या फेरि कुनै जग्गामा लगेर दियो त्यहाँदेखि उहाँहरूले गर्छ त्यस्तो त्यही भएर गेट रेडी है लु अब हेरौँ है जग्गा यो अब हाम्रो यात्रा काँकरभिट्टाबाट सुरु हुँदै हाम्रो यात्रा हामी पुग्ने छौँ तपाईँको बर्दिवास सेकेन्ड हाम्रो स्टपेज हाम्रो यो बर्दिवास हाम्रो फर्स्ट स्टे दाजु सायद बर्दिवासमा हुन्छ है पुगिन्छ बर्दिवासबाट उकालो यहाँ सिन्धुलीको बाटो हुँदै हामी पुग्छौँ मन्थली रामेछाप हो रामेछाप जिल्ला है रामेछाप जिल्ला ओके सदरमुकाम त्यसपछि जान्छौँ हामी खिम्ती खोलाको नाम पनि छ है खिम्ती खोला हो खिम्ती हाइड्रो प्रोजेक्ट पनि छ खिम्तीबाट चाहिँ बाटो अनुसारले हामी डिसाइड गर्छौँ तर बेसी जस्तो चाहिँ हामी यहाँबाट फेरि यहाँ तपाईँको खिम्तीबाट चाहिँ यता च्यामा बेताली रसनालु हुँदै यहाँनिर ठोसे बजार भन्ने हुँदै शिवालय पुगेर हाम्रो डेस्टिनेसन हो एउटा चाहिँ हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ त्यो हो अर्को चाहिँ अब यो बेतालीबाट बाटो राम्रो छैन भने हामी यताबाट घुमेर गएर यहाँ तामुकोसी हुँदै नामदुङ हुँदै जिरी हुँदै फेरि त्यहाँ पुगेर फेरि यहाँ बढ्छौँ यहाँदेखि यहाँसम्म जम्मा 30 किलोमिटर मात्रै हो 30 किलोमिटर यहाँ छौँ अब यहाँ पुगेर चाहिँ तपाईँको सडक्क फर्केर हेर्दाखेरि चाहिँ के देखिन्छ त अब हामी पुगेको ठाउँबाट भन्दाखेरि तपाईँको यहाँबाट गौरीशङ्कर हिमाल देखिन्छ यो गौरीशङ्कर हिमाल है ओके देखिन्छ अन्त माउन्ट एभरेस्ट पनि देखिन्छ नि त एभरेस्ट देख्नलाई अलिकति ट्रेकिङ गर्नुपर्छ त्यो पनि गर्ने भइरहेछ ट्रेकिङ पनि हामीले त्यो चाहिँ कुन चाहिँ अरे पिके पिक होइन दाजु पिके पिकसम्म हामी ट्रेकिङ गरेर जाने र त्यहाँबाट चाहिँ माउन्ट एभरेस्टको झल्को पाउन सक्छौँ भन्ने छ अनि टोटल्ली पुग्नुपर्छ अब यहाँ हो हामी हाम्रो अब बस्ने खाने सराउन्डिङ सर्वे गर्ने होइन यहाँ हो अब यहाँबाट चाहिँ हामी यसरी कता पुग्यो यो डाँडाहरू जान्छौँ यो डाँडाहरूबाट भ्यूहरू राम्रो देखिन्छ यो डाँडा काँडा जम्मै यो सबै गुराँसको जङ्गल हो हिउँ पर्छ यो त धेरै अल्टिट्युड पनि हो यो कति जस्तो अल्टिट्युड होला दाजु 12,000 होला यो गुराँस फुल्छ भनेपछि 8 देखि 12 हो 8 देखि 12,000 त्यति नै हो किनभने यो डाँडा किनभने रुखहरू छ नि त यहाँ 12 सम्म नै हो सबै गुराँस घारी हो हामीले यहाँतिर क्याम्पिङहरू गर्न सक्छौँ यहाँ टार छ मजाको टार छ त्यहाँ गाडी पुग्छ यहाँसम्म चाहिँ देखिएको छ बाटो हो यता चाहिँ पैदल हिँडेर घुमघाम गर्नु पर्यो त्यस्तो छ अब यतातिर डाँडा काँडा हो भने बाटो देखिरहेको छ तामे डाँडा भन्छ यिनीहरू जाँदा पनि भयो जहाँ जहाँ गाडी जान सकिन्छ कुरा चाहिँ त्यस्तो छ है त्यस्तो छ त्यसपछि यो ठाउँबाट हामी यो यहाँ माथि डाँडातिरबाट चाहिँ सट्टै यसो गरेर हेऱ्यौँ भनेदेखि उतापट्टि हेऱ्यौँ भनेदेखि चाहिँ फेरि यसरी माउन्ट एभरेस्ट हिमालहरू माउन्ट एभरेस्ट कुन चाहिँ हो दाजु पिक माउन्ट एभरेस्ट त पुग्न चाहिँ अलिकति जुम आउट गर्नुपर्छ माथि हौ त्यो हो नि त यो देख्न चाहिँ अलिकति समय लाग्छ यो देख्न चाहिँ पिके डाँडा जानुपर्छ होला माउन्ट एभरेस्ट वेदरले पनि त साथ दिनु पर्यो यो डाँडा हो पिके
त्यहाँबाट देख्छ भन्ने कुरो छ। नभए पनि हामीले यहाँबाट चाहिँ यो गौरीशङ्कर हिमाल चाहिँ देख्छौँ। गौरीशङ्कर हिमाल है, गौरीशङ्कर हिमाल राम्रो छ। यसमा हेर्दा त कम्ती दामी देखेन त होइन, नेपाल त साँच्चीकै धेरै सुन्दर जग्गा हो नि, धेरै राम्रो जग्गा एक्सप्लोर नगरेको हो नि। नेताहरू खालि लडाइँ गरेर बसिरहेको हुन्छ। यो जग्गाहरू चाहिँ लगभग अनएक्सप्लोर नै हो, अनएक्सप्लोरै हो। लाम्बागर अब तपाईँको एकछिन खोज्नुहोस् है। अघि हामीले जहाँनिर चाहिँ हाम्रो स्टे थियो त्यहाँदेखि हामी अलिकति स्टेतिर यहाँ स्टे यहाँ हाम्रो भयो, यहाँतिरबाट हामी यहाँको पोखरी दर्शनहरू यहाँ पनि छ। जस्तै भाले पोखरी, जटा पोखरी, पाँच पोखरी है, पाँच पोखरी यतै हो त पाँच पोखरीहरू भन्ने बाटो चाहिँ हिँडेर रहेछ नि त भाइ। पाँच पोखरी बुद्ध बाइक भन्दा मोटो छैन, हिँड्छ के पाँच पोखरी थियो नि त। त्यो त एक एकवटा पुग्नु पर्ने रहेछ नि त हेर्नु त। तर धेरै अब टाढो त होइन, एउटा दुईवटा तिनवटा त त्यहीँ देखिहाल्यो पाँच पोखरी। ट्रेकिङ चाहिँ गर्नुपर्ने रहेछ अलिअलि होइन, त्यस्तो छ कुरो चाहिँ। केले लिएको हुन्छ फोटो यस्तो साह्रो? स्याटेलाइट प्लानिङ एकदमै हामी रेडी भइरहेको छौँ, एक्साइटेड छौँ। र हामीले गाडीमा खाना पनि आफै बनाउने, त्यसो गर्दाखेरि पैसाहरू बचत हुन्छ भनेर अनि 9,000 रुपियाँ भेला पार्दैछौँ। वर्षका हामी सायद अब कति ठाउँमा चाहिँ हामी क्याम्प गरेर बस्ने, क्याम्प गरेर राम्रो सुरक्षित जग्गामा है, गाडीहरू पनि मजाले राखेर बस्ने नै हामी सोचेको छौँ। अनि स्लिपिङ ब्याग एकदम कम्पलसरी हो, सबैले बोक्नु पर्यो। त्यो छैन भने मान्छेको चलन हुन्छ। कतिको छ फाइन त्यसको? त्यसको त एक्स्ट्रा 9,000 रुपियाँ अलग्गै तिर्नु पर्यो फेरि। प्रोफाइल चाहिँ अब हेरौँ के हुन्छ। यो भिडियो चाहिँ हाम्रो बुद्धले कताको फेरि साझा गर्नु भएन नि, फेरि छिटो दिँदो रहेछ थाहा छैन मलाई त भनेर हेर्दैछ भने चाहिँ त्यो अलिक ध्यानमा राख्नु होला होइन। जिरीमा एयरपोर्ट पनि छ त पहिला थियो नि। ल त्यसो भने अब यो भिडियोको चाहिँ जाँदाखेरि चाहिँ अब भिडियो आउँछ नि त एक दुईवटा होइन, दाजुबाट पनि आउँछ। म सायद त्यो भिडियो चाहिँ हिन्दीमा बनाऊ भनेको दाजु। दामी हुन्छ त साँच्चै, हिन्दीमा सबैलाई सजिलो हुन्छ नि त। इन्फर्मेटिभ भयो नि त त्यो होइन। अनि अब नेटवर्कको त समस्या हुँदैन त्यता नेपालमा। कतिजना टुरिस्टहरू जोडेको छ हामीसँग, समझमै नै आपका ल्याङ्ग्वेज भन्छ हो, त्योभन्दा चाहिँ बरु हिन्दीमै हाम्रो साथी हिन्दीमै बनाइदिउँ न नि। म नेपालीबाट बनाउँछु, भाइले हिन्दीबाट बनाउनु। ओके। टाँसीज्यूले चाहिँ भोटियाबाटै बनाएको त गयो भने है। अरे घुम्छु के हो लुम्दुङ हो या त दाजुलाई तामाङ भाषा आउँछ कि आउँदैन फेरि? आउँछ नि, राङ्ला मेला ताङ्ला भन्दै त निकै निकै दाजु त्यो छ त एकछिन पर्खी भनेको। त्यो चाहिँ बुद्धले मात्रै हेर्छ नि, बुद्धले बोल्ने तामाङ होला त्यो चाहिँ। बुद्धले त बोल्छ निकै निकै बुद्ध के हो भिडियो हेर्दा